अहिले हाल म बसेको ठाउँ हो अल खलिज प्रिन्स बन्दर रोड नियर यहाँ मेट्रो स्टेसन छ अल अन्डुलुस। अनि आज थियो छुट्टी, यसो अहिले 2 बजिरहेको दिउँसोको यसो घुमघाम गरौँ, छुट्टीको दिन यसो भिडियो सिडियो बनाइहालौँ भनेर यसो बाहिर घुमे हो। यसो घुमघाम गर्नु पऱ्यो, अनि भिडी पनि बढ्यो, खाना खाएर निस्क्या हो। अलिकति 10-15 मिनट यसो वक गऱ्यो भने भुँडी कम होला कि भनेर यसो वक गर्न पनि लाग्यो। अनि नेपाल जाने प्लानिङ थियो, क्यान्सल गरिसक्यो, किनभने अब कम्पनीले अब यहीँ उपचार गरिदिन्छु भन्न थाल्यो हैन। अब यहीँ उपचार गरिदिन्छ भने चाहिँ किन जाने, के कामले जाने हैन। फोकटमा गएपछि धेरै खर्च हुन्छ हैन, धेरै टेन्सन हुन्छ, धेरै समस्याहरू हुन्छ, त्यही भएर यहीँ गरिदिला हो। अनि अब यस्तै हो हजुर। पहिला म यहाँ यो सुपर मार्केटको छेउमा बस्थेँ, त्यसपछि यहाँदेखि अल्कादिसिया गयौँ। अल्कादिसिया 1 साल बस्यौँ, तर यो अर्कै एजेन्सीको, यो अर्कै एजेन्सी हो तर कम्पनी एउटै। एउटा कम्पनीले 2टा एजेन्सी हायर गरेको क्या। पहिला हामी यही एजेन्सीमा थियौँ, यो जाठोले हाम्रो यहाँको रेसिडेन्ट पर्मिट रिन्यू गर्न सकेन। बिना रेसिडेन्ट पर्मिटको फेरि काम गर्न नमिल्ने साउदीमा हैन। त्यही भएर अनि त्यहीमाथि हामी स्पेसली फेरि एयरपोर्टमा काम गर्ने, एयरपोर्टको लागि आइडी बनाउनु पर्ने, आइडीको लागि फेरि रेसिडेन्ट पर्मिट चाहिनु पर्ने, रेसिडेन्ट पर्मिटको कार्ड हैन। अब त्यो नभएपछि फेरि काम गर्न नमिल्दो रहेछ। त्यही भएर पनि त्यसले आफूले रिन्यू गर्न सकेन। अनि त्यसपछि हामी अर्को एजेन्सीमा छौँ। हुन त यो पनि ठिकै छ एजेन्सी, केही समस्या छैन। अब यस्तै छ हेर्नुहोस्, आइए काम गरिए, भगवानको कृपाले अलिअलि पैसा जोग्य। अब काम घाटा चलिरह, सुन्नुभएकोलाई होला। तर यो भिडियो आइन्जेलसम्म त्यो न्युज पुरानो पनि भइसक्छ कि त यो भिडियो आउने बेला अरू बवाल पनि हुनसक्छ देश दुनियाँमा के भइरह र खाडी मुल्कमा के भइरह भन्नु पर्दैन, भन्यो भने फेरि गाह्रो हुन्छ मलाई। त्यही भएर पनि म भन्न सक्दिनँ। त्यसको कारणले पनि काम बन्द छ, कम्पनी घाटामा गइरहेको छ। कम्पनीले कुन बेला कहाँ भगाइदिन्छ थाहा हुँदैन, घर पठाइदिन पनि सक्छ। त्यही भएर एकदमै रिस्की चलिरह जागिर।